नमस्कार। छत्रछाया विशेष टप 10 न्युजमा यहाँहरूलाई स्वागत छ। म गणेश न्यौपाने। उच्च अदालत पाटनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने एवं अरू आरोपितहरूलाई धरौटीमा छान्ने जिल्ला अदालतको आदेशलाई गर्यो सदर। ज्ञानेन्द्र शाही रापरपाले बुद्धिमानकी पत्नी र खुशबुलाई समानुपातिको 1 नम्बरमा राखिएकोमा जनाए असन्तुष्ट। रासोपाले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक बन्द सूचीमा रहेका त्रुटिहरू निर्वाचन आयोगले तोकेको समय सीमाभित्र सुधार गर्ने जनायो। रवि लामिछानेले बालेन शाहलाई प्रधानमन्त्रीमा अघि सार्नुको कारण बालेन परिवर्तनको झेल्को रहेको बताए। बालेन शाहका स्वकीय सचिव भूपदेव शाह रासोपाबाट अछाममा चुनाव लड्ने तयारीमा। ओलीले जोगाएका मन्त्री गुप्तालाई अदालतले पठायो थुनामा। रवि लामिछानेमाथि प्रश्न उठाउँदै रासोपा छाडेकी सुमना श्रेष्ठले नेतृत्वलाई प्रश्नभन्दा माथि नराख्न गरिन् आग्रह। कोरिया पठाउन ढिलाइ भएपछि आज पनि इपिएस शाखामा प्रदर्शन। हर्क साम्पाङको पार्टीमा समाजसेवी गिबिना मगर खुलेरै लागेकी छिन्। उनले अरू पार्टीको विश्वास नभएको भन्दै हर्कलाई भोट गर्न समेत गरिन् सबैलाई आग्रह। ललितपुर स्थित नक्खु कारागारबाट जेनजी आन्दोलनको क्रममा फरार भएका कैदीबन्दीहरूमध्ये 84 जना आएनन् अझै सम्पर्कमा।